सम्पूर्णमा छोटे बडेको नमस्कार। हामीले यो भिडियो किन बनाइरहेको भने हाम्रो एकजना मित्र, मेरो चाहिँ मित्र, उसको दाइ जीवन गुरुङ पोखरादेखि हुनुहुन्छ। अनि हाम्रो फुटबल साथी जो पहिले पनि मनाङ मर्स्याङ्दी जस्तो क्लब, 3 स्टार क्लबबाट पनि खेलिसक्नु भएको छ, पोखरा सहारा क्लबबाट खेलिसक्नु भएको छ र धेरै योगदान पनि दिनुभएको छ नेपाली फुटबलमा। र उहाँको श्रीमती को चाहिँ एकदमै दुःखको कुरा, क्यान्सर भएर चाहिँ केही महिना अगाडि उहाँले एकदमै ट्रिटमेन्टको लागि बिचरा यहाँ त्यहाँ दौडिरहनु भएको थियो भने कति प्लेयरहरूसँग, कति संस्थामा, कति सङ्घमा हात पनि फैलाउनु भएको थियो सहयोगको लागि। त्यति बेला 40-45 लाख लाग्ने रकम भएर चाहिँ उहाँले हेल्प माग्दाखेरि धेरै थोरै सबैले उठाएर दिन सकियो भने, र अहिले आएर चाहिँ त्यो क्यान्सर अझै बढेको कारणले बोन म्यारो ट्रान्सप्लान्ट गर्ने भएको कारणले चाहिँ उहाँ राजीव गान्धी इन्डियामा पुग्नु भएको छ त्यो हस्पिटलमा। भने अहिले चाहिँ एकदमै उहाँको अवस्था एकदमै गाह्रो समयमा, र अब चाहिँ पैसा आउने बाटोहरू सबै बन्द भइसकेपछि उहाँले हामीलाई एउटा भिडियो मार्फत प्लिज पैसा केही भए पनि, केही थोरै धेरै जति हुन्छ मलाई सङ्कलन गरेर पठाइदिनु न भन्नुभएको छ। त्यही भएर आज तपाईहरुको अगाडि आएर एउटा खेलाडी भएको नाताले हामी दुई भाइ तपाईहरुको अगाडि आएर हात जोडेर प्लिज उहाँको श्रीमतीलाई जसरी हुन्छ हामीले बचाउने कोसिस गरौँ, पहिला जस्तै निको बनाउने कोसिस गरौँ, फिट बनाउने कोसिस गरौँ। र उहाँलाई चाहिँ अहिले बोन म्यारो ट्रान्सप्लान्टको लागि अर्जेन्ट 20 देखि 22 लाख आइसी चाहेको हुनाले चाहिँ प्लिज उहाँले हामीलाई एकदमै हेल्प माग्नु भएको छ। र कुनै समय योभन्दा अगाडि हाम्रो सावित्रा बहिनीलाई पनि हामीले उठायौँ, सहयोग गऱ्यौँ। त्यत्रो ठुलो रकम त हामीले उठायौँ, करोड भने यो त 18-22 लाख हो। यदि हामीले धेरै थोरै जति सक्छौँ हामीले हाल्यौँ भने किन हुन्न र भन्ने कुरा पनि हो, हैन। सो अनि मैले उहाँको एकाउन्ट राख्छु भन्दा चाहिँ उहाँले के भन्नुभयो नि, हैन तपाईकै राख्नुपर्छ, किनभने हामीलाई कसले पत्याउँछ र हामीसँग त कोहीले बोलेर नि दिन खोज्दैन, यो टाइपको कुराहरू गर्नुभयो। तपाईहरु भयो भने अलि ट्रस्ट हुन्छ अनि उहाँले हाल्दिनुहुन्छ, अनि बोलेर पनि हाल्नुहुन्छ कतिले भनेर चाहिँ तपाईहरुले नै गरिदिनुस् न एकाउन्टहरू सबै, अनि हामीलाई सङ्कलन गरेर दिनुस् भन्नुभयो क्या। त्यही भएर अब फेरि यो पर्सनल हाल्दाखेरि अब्जोस पनि आउँछ, यो राम्रो जस पाउने काम त होइन। तर पनि मेरो एउटा छुट्टै एकाउन्ट भएको कारणले चाहिँ, एउटा मेरो आफ्नै एकाउन्ट, एउटा चाहिँ प्राइभेट एउटा ब्याङ्क एकाउन्ट भएकोले चाहिँ त्यहाँ आएको रकम जति आउँछ म सर्लक्कै निकालेर मेरो बाचा भयो उहाँहरूलाई दिने। मेरो आफ्नै साथीको श्रीमती, मैले किन पैसा खान्थेँ र त्यस्तो अवस्था भएको मान्छेको म आफैलाई खाना लाउन पुगेकै छ, मलाई त्यहाँभन्दा धेरै किन चाहिएर म मेरो पर्सनल एकाउन्ट हालेर खाने पनि होइन। तर पनि अब केही जनमानिसले चाहिँ यो कुरा भन्नुहुन्छ आफ्नो एकाउन्ट हाल्यो, तर उहाँहरूबाट नै यो कुरा आइसकेर चाहिँ मैले यो निर्णय गरेको भने थोरै क्लिप चाहिँ उहाँ र उहाँको श्रीमतीको पनि इन्डियाबाट पठाउनु भएको छ, यो क्लिप पनि हेरौँ अनि त्यसपछि हामी फेरि कुरा गरौँ न है। नमस्ते, म जीवन गुरुङ, एक्स एमएमसी र 3 स्टार क्लबको फुटबल प्लेयर। विगत 6 महिनादेखि हामी राजीव गान्धी क्यान्सर हस्पिटलमा एएमएल भन्ने ब्लड क्यान्सरको ट्रिटमेन्टको लागि बसिरहेका छौँ र नेपाली 38 देखि 40 लाख खर्च भइसकेको छ र ट्रिटमेन्ट सकियो भन्न लागेको टाइममा आएर डाक्टरले बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ। त्यसको लागि करिब आइसी 18 देखि 22 लाख लाग्छ भनेको छ। यत्रो ठुलो एमाउन्ट हामीसँग नभएको हुनाले तपाईहरुसँग सहयोगको लागि आएको छौँ हामी। क्लिप हेरिसक्नु भयो। सो एकदम दुःख लाग्छ, आफ्नै साथी सँगै खेलेर हिँड्थ्यौँ, अहिले त्यस्तो अवस्थामा आफ्नो श्रीमतीलाई लिएर बस्नु भएको छ, साह्रै दुःख लागिरहेको छ। त्यही भएर प्लिज सबैले 50, 100, 10 जति हुन्छ, हैन 500, 1000 कति हुन्छ प्लिज एकाउन्टमा हालिदिनु होला। यो स्क्रिनमा देखाइएको क्युआरमा हालिदिनु होला, या त मैले कमेन्टमा पिन पनि गरेर राखिदिन्छु एकाउन्ट नम्बरहरू, प्लिज हालिदिनुहोस्। मैले जस्ताको त्यस्तै सङ्कलन गरेर उहाँलाई बुझाउनु पर्नेछ। जति सक्नुहुन्छ त्यति हालिदिनुहोस्। एउटा फुटबल प्रेमी को नाताले पनि हालिदिनुहोस्। हाम्रो भ्युअर्स, हाम्रो अडियन्स, हाम्रो चतर फ्यामिलीको नाताले पनि प्लिज हालिदिनु होला भन्न चाहन्छु म चाहिँ 2 हात जोडेर। उहाँ लास्टमा चाहिँ मसम्म आइपुग्नु भएको छ, हिजो हाम्रो कुरा भयो र दुःख पनि लाग्यो। प्लिज जसरी हुन्छ हामीले
उहाँलाई सक्दो सहयोग गर्नको लागि मद्दत गरौँ भन्न चाहन्छु। हस्, थ्याङ्क यू।